नेपालमा धेरै मान्छेहरूलाई बोन्साईको बारेमा थाहा नहुन पनि सक्छ र आज हामी झर्ना अगाडि बसेर बोन्साईसँग काम गर्नेछौँ। यो हो करिब 8 वर्ष पुरानो बोन्साई जुन चाहिँ हेजको। हामीले आज नेचरसँग धेरै नै इन्जोयमेन्ट लियौँ र तपाईहरू पनि यसको बारेमा सिक्नुहोला। यो हामीले आजभन्दा करिब 1.5 वर्ष अगाडि जमिनबाट निकालिएको थियौँ फ्युचर बोन्साई बनाउनको लागि। तपाईहरूले देखिसक्नु भएको छ र अहिले यो ट्री कस्तो भइसकेको छ भनेर। बोन्साई एउटा लामो प्रोसेस भएको कारणले गर्दाखेरि जति धेरै वर्ष हामीले ट्रेन गर्दै गयौँ त्यति नै आफ्नो बोन्साई बेटर बन्ने छ। आई लभ माई ट्रिज, आई लभ माई प्यासन्स, आई एम ह्याप्पी या। नेपालमा धेरै मान्छेहरूलाई बोन्साईको बारेमा थाहा नहुन पनि सक्छ किनभने यो एउटा नेपालको लागि एकदमै नयाँ कुरा जस्तो लाग्छ। म विगत 8 वर्षदेखि यो बोन्साई फिल्डमा छु र नेपालमा बोन्साई कला विकास गर्नको लागि दौडिरहेको छु। तर पनि सकिरहेको छैन। बिस्तारै बिस्तारै पहिलाभन्दा धेरै मान्छेहरूलाई बोन्साईको बारेमा थाहा हुँदै गइरहेको छ। मेरो ट्री त्यति इन्टरनेसनल लेभलको नभए पनि मलाई नेपालमा बोन्साई विकास गर्नु छ, बोन्साईको शब्द विकास गर्नु छ र म बिस्तारै मेरो आर्टहरूलाई पनि इम्प्रुभ गर्दै लाँदैछु। यो बोन्साई यस्तो फिल्ड छ जुनभित्र छिरेर काम गर्न निकै नै गाह्रो छ। बोन्साई यानि कि हेजको 8-9 वर्ष पुरानो बोट भाइले बोकेर हिँड्दैछन्। लामो बाटो छ। अहिले पहिलाभन्दा धेरै विकास पनि भइसकेको छ। यो एउटा माडीको धार्मिक पर्यटकीय स्थल बैकुण्ठधाम। सो गाइस, अहिले चाहिँ नेपालको सिजन अनुसार चाहिँ जाडोयाम सुरुवात भए सँगसँगै हामीले हेजको पनि ओल्ड पत्ताहरू रिमुभ गर्नुपर्ने हुन्छ र आज हामी यो नेचरमा पछाडिपट्टि झर्ना पनि तपाईहरू देख्न सक्नुहुन्छ। झर्नाको अगाडि बसेर हामी यसको पत्ताहरू रिमुभ गर्दैछौँ र रिमुभ गरिसकेपछि म यसको ब्रान्चहरू पनि छनौट गर्नेछु। सो भिडियो अन्तिमसम्म हेर्नु होला, फलो गर्नु होला। सो देख्न सक्नुहुन्छ बोन्साईको हाम्रो टाइम अनुसार चेन्ज भइरहेको हुन्छ र टाइम अनुसार चाहिँ तपाईँको ब्रान्चहरू नचाहिने ठाउँबाट पनि आइरहेको हुन्छ र अल्टर भएको ठाउँमा चाहिँ हामीले ब्रान्चहरू पनि रिमुभ गर्नुपर्ने हुन्छ र म यसको चाहिँ ब्रान्चहरू रिमुभ गर्दैछु। हामीले देख्न सक्नुहुन्छ प्रत्येक करमा ब्रान्चहरू राखेको छौँ, लेफ्ट राइट अफ त्यो तरिकाले र सबै ब्रान्चहरू चाहिँ अपवर्ड ग्रोथ गर्ने भएको कारणले गर्दाखेरि तपाईँहरू पनि यो तरिकाले ब्रान्चहरू सेटअप गर्नु होला। यो चाहिँ हाम्रो लगभग 1.5 वर्षको अन्तरालको ओर्ख। यसमा चाहिँ हामी काम गर्दै जाँदाखेरि फ्युचरमा जब यो ब्रान्चहरू पनि थिकनेस हुँदै जान्छ र टाइम अनुसार चेन्ज भइरहेको हुन्छ, हामीले टाइम टु टाइम हामीले प्रुनिङहरू अनि वायरिङ गरेर ब्रान्चहरूको पोजिसन पनि क्रिएट गर्नुपर्ने हुन्छ।
सो देख्न सक्नुहुन्छ हामीले यसको अननेसेसरी ब्रान्चहरू पनि प्रुनिङ गरिसकेको छौँ, हटाइसकेको छौँ र अब चाहिँ यसलाई हामीले सफा गर्नुपर्ने हुन्छ ब्रान्चदेखि ट्रङ्कसम्म। र जतिजना यो भिडियो हेर्दै हुनुहुन्छ च्यानल सब्सक्राइब गर्नुहोला नेपालमा बोन्साई कला विकास गर्न र राष्ट्रमा कस्तो हुन्छ प्रतिक्रिया पनि दिनु होला तपाईहरुलाई यो ट्री कस्तो लाग्यो। यो चाहिँ हाम्रो हेज, यदि यसलाई 8-10 वर्ष ट्रेन गर्ने भने चाहिँ धेरै नै राम्रो बन्छ। यो ट्रीमा अझ धेरै काम बाँकी छ। जब हामी धेरै वर्ष ट्रेन गर्छौं लगातार काम गर्दै जाँदाखेरि यसको ब्रान्चहरू पनि बढ्दै जान्छ, सेकेन्डरी ब्रान्चहरू पनि डेभलपमेन्ट हुँदै जान्छ र वायरिङ रिवायरिङ अनि फोर्निङ गर्दै जाँदाखेरि 8-10 वर्षको अन्तरालमा यो हेज एउटा इन्टरनेसनल लेभलको बन्न सक्छ। हेरौँ, काम गर्दै गरौँ। जतिजना यो भिडियो हेर्दै हुनुहुन्छ सब्सक्राइब गर्न नभुल्नु होला। तपाईहरुलाई हामीले नजिकबाट यो जुन हाम्रो द्यादुत क्रिएसन्स जुन सारी क्रिएट गरेको छ त्यो पनि देखाउने छु। सो देख्न सक्नुहुन्छ यो चाहिँ हामीले मेटेरियल कलेक्ट गर्ने बेलामा ट्रङ्क चप गरेको हुन्थ्यौँ र ट्रङ्क चप गरेको ठाउँबाट चाहिँ स्प्राउट भएको छ। एउटा रुट क्रिएट गर्नको लागि यसले धेरै नै हेल्प गरेको थियो र फर्स्ट स्टाइलिङ क्रिएट गरिसकेपछि हामीले यो भाग देख्न सक्नुहुन्छ यसलाई पनि कार्भिङ गरेको थियौँ। यो 1 वर्ष अगाडिको भिडियो जसमा चाहिँ कार्भ गरेको थिएन, अहिले चाहिँ थोरै कार्भिङ गरेको छ र यो एउटा सेलिङ प्रोडक्ट भएको कारणले गर्दाखेरि चाहिँ मैले चार यसमा काम गरेको पनि थिएँ। र देख्न सक्नुहुन्छ यो जुन ट्रङ्कको पोइन्टमा यो सारी फिचर बनाएको छ यसमा चाहिँ हामीले फेरि ओट पनि गरेको थियौँ, कार्भिङ गरेको थियौँ। देख्न सक्नुहुन्छ तपाईहरुलाई कस्तो लाग्यो। यदि राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट पनि गर्नु होला। जतिजनाले यो भिडियो अन्तिमसम्म हेर्दै हुनुहुन्छ सपोर्ट गर्नु होला। आई होप सपोर्ट गर्नुहुन्छ भन्ने पनि लाग्छ। र केही कुराहरु छ भने चाहिँ तपाईहरुले गोर्खा बोन्साई फेसबुक पेजमा पनि मेसेज गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो धीरन सरको ट्रिज हामीले 6 महिना अगाडि यसलाई सेल गरेको थियौँ, तर पनि सर नेपालमा नभएको कारणले गर्दा यसको केयरिङ यसमा गर्नुपर्ने कामहरु मैले बिस्तारै गर्दै आइरहेको थिएँ र अहिले चाहिँ विन्टर वर्क हामीले यसको पत्ताहरु मात्र रिमुभ गरेको थियौँ र स्प्रिङ चल्नु भन्दा थोरै अगाडि हामीले यसको ब्रान्चहरुमा वायर गर्छौं र एउटा फेरि ब्रान्चहरु पोजिसन क्रिएट गर्छौं।